तपाईँको फेसबुकमा मोनिटाइजेसन आयो भन्नुभयो होइन। सबभन्दा सुरुमा फेसबुक ओपन गर्नुहोस्। ओपन गरिसके पछाडि हामीले सबभन्दा पहिले विचार गर्ने भनेको यसलाई तल आउनुहोस् अनि त्यो माथि 3टा धर्कामा थिच्नुहोस् माथिपट्टि यहाँनिर है। त्यस पछाडि प्रोफेसनल ड्यासबोर्डको ठाउँमा तपाईँको ड्यासबोर्ड भन्ने छ, त्यहाँ जानुहोस्। यो औँलालाई त राख्नु त, यो ड्यासबोर्ड भयो होइन। यस्तो अवस्था छ, सबै रातो रातो छ। तपाईँको सबभन्दा पहिले फलोवर्स पनि कति छन् त्यो पनि हेरौँ त। अगाडि जानु त, अगाडि होममा जानुहोस्, माथिबाट ल त्यो प्रोफाइल पिक्चर जस्तोमा क्लिक गर्नुहोस्। ल 28,000 फलोवर्स हुनुहुन्छ उहाँको होइन। अनि त्यस पछाडि ड्यासबोर्डमै क्लिक गर्नु अब चाहिँ। ल यस्तो अवस्था छ। सबभन्दा माथिको मोनिटाइज भन्ने ठाउँमा क्लिक गर्नु त। अहिलेसम्ममा तपाईँकोमा स्टारको सेटअप गर्नुभएको छ र कन्टेन्ट मोनिटाइजेसनको सेटअप भनेर आएको छ है। यस्तो छ। अलिकति तल स्क्रोल गर्दै आउनुहोस्, अरू केही पनि त्यस्तो छैन। अब हामीले सबभन्दा पहिले के हेर्नुपर्छ भने यसलाई यहाँनिर ब्याक गर्ने, यो नाममा क्लिक गर्ने। यो क्लिक गरिसके पछाडि यहाँनिर एकचोटि चेक गर्ने, यहाँ रिकमेन्डेसन भनेर लेखेको छ कि छैन। मोनिटाइजेसनमा ग्रिन छ, रिकमेन्डेसन भन्ने ठाउँमा क्लिक गरेपछि तपाईँकोमा यहाँनिर केही पहेँलो चिन्हमा केही देखाएको हुन्थ्यो। रिकमेन्डेसनमा यहाँ इस्यु देखाउँथ्यो, तर यो रिकमेन्डेबल भनेर आइरहेछ, एकदम ग्रिन, त्यो एकदम ठिक छ। अनि सबभन्दा अर्को भनेको प्रोफाइल स्टाटस भन्नेमा यहाँ क्लिक गर्ने। यहाँ क्लिक गर्दा पनि यहाँनिर टिकमार्क लागेको छ, अनि यहाँ एक्टिभ छ। यी सबै कुरा एक्टिभ हुनु पर्यो। यी सबै कुराहरू ठिक छ। हामीले सबभन्दा पहिले यति कुरा चाहिँ हेर्नुपर्छ। यतिकै सेटअप थिचिहाल्ने होइन। ब्याक गर्ने, फेरि ब्याक गर्ने, अनि ब्याक गर्ने। अब यति गरेपछि तपाईँ आउनुहोस्, तल आउने र अदर टुल्स भन्नेमा क्लिक गर्ने। यति गरेपछि पेआउट्स भन्नेमा क्लिक गर्ने है। यो पेआउट्स भन्ने ठाउँ भनेको चाहिँ सबैभन्दा सेन्सिटिभ कुरा हो। त्यो भनेको चाहिँ तपाईँले सबै पैसा यसमै ल्याउने हो नि त। अहिलेसम्मको तपाईँको यो स्टारबाट आइरहेको हो यो चाहिँ होइन। यहाँनिर स्क्रोल हुँदैन। अहिलेसम्म तपाईँको ट्रान्जेक्सनमा जाने हो भने पनि यो प्रोसेस भनेर देखाएको छ, यो सबै स्टारको कुरा हो। तर हाम्रो चाहिँ के हो भने अब यसलाई पैसा यसमा ल्याउनको लागि सबभन्दा सुरुमा सेटिङ्समा क्लिक गरिसके पछाडि यो तपाईँको पेपाल चाहिँ अलरेडी हामीले अस्ति नै बनाइसकेको छ नि त होइन, स्टारको बेलामा। अब यो स्टारको बेलामा पेपाल एड गरेको भएर फेरि यसैमा गर्नको लागि चाहिँ सबभन्दा सुरुमा तपाईँको यहाँ नेपाल कन्ट्री छ नि त। बिजनेसमा इन्डिभिजुअल छ, फोन नम्बर भइहाल्यो, दुर्गाकी छ, यी कुराहरू छ। तर सबैको यो पेपाल चाहिँ जापानको हालेको छ है। त्यो भएर केही फरक पर्दैन। इन्कम चाहिँ जापानमा लिने भन्ने कुराले केही फरक परेन। तर यी सबै कुरामा तपाईँले कन्ट्री नेपाल भयो भने केही फरक परेन। यो इन्डिभिजुअलको ठाउँमा कसैले बिजनेस भनेर लेख्नु भएको हुन्छ, कसैले के हाल्नुहुन्छ झुक्केर होइन, केही फरक पर्दैन। कसैले नन प्रफिट हाल्नुहुन्छ, त्यो चाहिँ सच्याएर इन्डिभिजुअल बनाएको हुनु पर्यो। यो बिजनेस टाइपमा चाहिँ इन्डिभिजुअल हुनु पर्यो जहिले पनि। यदि कम्पनीको हाल्ने हो भने बिजनेस हाले पनि भयो। अनि यहाँ कुराहरू सबै ठिक छ। यो कुरा तपाईँको सबै नेपालकै हालेको छ। हामीले के हालेको छ, पेपाल चाहिँ जापानको हालेको छ। अर्निङ सोर्स त्यो पनि तपाईँको आफ्नैमा छ, अर्काको हाल्नु हुँदैन। अब यति गरिसके पछाडि ब्याक आउने फेरि ड्यासबोर्डमा जाऊँ, मोनिटाइजमा जाऊँ। यो जुन एक्टिभेट भन्ने अप्सन छ यसलाई चाहिँ अब हामीले यहाँ पनि थिचौँ एकचोटि। युआर इलिजिबल टु स्टार्ट अर्निङ भन्ने पनि देखाएको छ। र यहाँ तलपट्टि हेर्दै जाने हो भने सेटअप भन्ने अप्सन यस्तो देखाइरहेछ। सेटअप भन्नेमा क्लिक गर्ने, अनि कन्टेन्ट मोनिटाइजेसनको लागि घुम्दैछ र यहाँनिर टक्कसँगले राइट लागेर आउनुपर्छ। आउनुहोस् है एकछिन। घुमिरहेको छ, लोडिङ हुँदैछ। जेरो वाज अ प्रब्लम भनेर आयो हो। तर यहाँनिर चाहिँ तल सेटअप भन्ने अप्सन एकछिन फेरि आइरहेको छ नि त। यसलाई फेरि केही नगर्ने, ब्याक गर्ने, त्यो रिफ्रेस गर्ने यसलाई एकचोटि। त्यो अझै एक्टिभेट भन्नु आएको छ कि छैन भने यसलाई फेरि थिच्ने एकचोटि एक्टिभेट। अनि तपाईँको एकचोटि सेटिङमा जाऊँ। यहाँ एलो एड्स भनेको एड द बज भन्नु पऱ्यो नि, पैसा कसरी आउँछ होइन। फेरि सेटअप थिच्ने। कहिलेकाहीँ नेटवर्कको इस्यु हुन्छ, कहिलेकाहीँ के हुन्छ होइन। ल हेर्नुहोस् हो, एकचोटि भएन भन्नेमा केही फरक पर्दैन। अब आफै रिफ्रेस भएर आयो हो। अघिसम्म सेटअप भनेको कुरा अब चाहिँ यो प्रोग्राममा आएर बसेर यहाँ अर्निङमा 0। अब यहाँ थिचौँ त, अहिले भर्खर गरेको छ नि त, त्यही भएर अर्निङ 0 छ। अबदेखि चाहिँ तपाईँले सब
सबै कुरा जेसुकै कुराहरू हाल्यो भने पैसा आउँछ। अब त्यसको लागि एकचोटि सेटिङमा जाने, मोनिटाइजेसनमा आफ्नो एड बज्ने कि नबज्ने हो, कसैले चाहिँ यहाँनिर अफ गरिदिनु भएको हुन्छ। त्यो चाहिँ मैले चाहिँ अरू कसैको विज्ञापन चाहिँ नहेरौँ भन्ने सोचेर चाहिँ बन्द गरिदिनुहुन्छ। त्यो होइन क्या, हाम्रो कन्टेन्टमा चाहिँ विज्ञापन चलोस् अनि चाहिँ पैसा हामीले कमाउने हो नि त। त्यो भएर चाहिँ यो कुराहरू चाहिँ विचार गर्नुपर्छ। जहिले यहाँ अन भएको हुनुपर्छ। यति गर्ने, ब्याक आउने एकचोटि फेरि अब यसलाई यस्तो गरेर उडाइदिउँ होइन हल्का, अनि फेरि फेसबुक खोलौँ, अनि फेरि यहाँ जाने, ड्यासबोर्डमा जाने। अघिसम्म अब तपाईँको यहाँ मोनिटाइजेसनमा सेटअप भन्ने आइरहेको थियो, यो कन्टेन्ट मोनिटाइजेसन अझै एक्टिभेट भनेर आउँछ। यो चाहिँ किन भनेर आउँछ भने तपाईँले रिफ्रेस गर्नुभयो भने आफै हराएर जान्छ क्या त्यो है, फेरि हरायो नि त। त्यो किनभने हाम्रो फेसबुक चाहिँ एकछिन अपडेट भइराखेको छैन क्या। तपाईँले के गर्न सक्नुहुन्छ भने यसलाई गएर एप स्टोर कहाँ छ यहाँ जानुहोस्, अनि यो अहिले नयाँ अपडेट पनि आइरहेको छ, यहाँ थिच्नुहोस् र यस्तो स्क्रोल गर्नुभयो भने फेसबुकलाई अपडेट भन्ने अप्सनहरू यहाँ आइरहेको हुनसक्छ क्या हो, यहाँ तपाईँको अपडेट भन्ने छ नि त। त्यही भएर यसलाई चाहिँ अपडेट, अहिले हामीलाई फेसबुकलाई मात्रै अपडेट गरौँ, त्यो चाहिँ नयाँ अपडेट आइसक्यो, तपाईँले गर्नुभएको छैन नि त। त्यो भएर चाहिँ तपाईँले अपडेट गराइसके पछाडि अब यो घुम्दैछ, यहाँ अब यो अपडेट हुँदैछ। ल ओपन भयो है, अब यसलाई ओपन गर्ने, अब नयाँ भयो होइन। अनि यहाँ जाने, ड्यासबोर्डमा जाने, मोनिटाइज भन्ने ठाउँमा जानुभयो भने अब सायद यो अपडेट भएर बसिसक्यो क्या, अब आउँदैन क्या त्यस्तो, आउँदैन। अब यो छ नि जुन, यो चाहिँ नयाँ चेन्ज भएर आउनुलाई चाहिँ अलिक टाइम लाग्छ। अब यो कन्टेन्ट मोनिटाइजेसन तपाईँको भइसक्यो क्या। यहाँनिर अब बेला बेलामा टास्कहरू आइरहेको हुन्छ, तपाईँको बोनसको प्रोग्रामहरू आइरहेको हुन्छ। त्यस्तो हेर्नु भने अब के गर भनेर यसले भनिरहेको नि हुन्छ। सेटअप पेमेन्ट गर भन्ने छ होइन, टर्न अन गेट पेड भन्ने छ, पेआउट एकाउन्टमा जाने, अनि यो पेपाल छ नि त। अनि हामीले लिङ्क पेआउट मेथड भन्ने हामीले पहिले नै गरेको भएर चाहिँ पेपाल एड गर भन्ने छ, एड गर्ने, नयाँ नबनाउनु, यत्तिकै गर्ने। अनि एड ट्याक्स इन्फो भन्नेमा जाने, फेरि कन्टिन्यू गर्ने, फेरि कन्टिन्यू गर्ने, एकछिन फेरि यो आयो। अनि नो गराउने, यहाँ इन्डिभिजुअल छ नि त, नगराउने। अनि यो चाहिँ तपाईँ जापानको मान्छे हो भन्दा होइन, त्यस पछाडि यो पनि तपाईँले आफूले गरेको कि अर्काले गर्न लगाइरहनु भएको छ भन्दा आफै हो नि त, आफै हो भइसकेपछि नगर्ने, नेक्स्ट गर्ने। यहाँनिर तपाईँको नेपाल भनेर छ होइन, अघि हामीले गरेको नेपाल हो नि त होइन, IJKLMN नेपाल, अनि नेक्स्ट गर्ने। अनि यो सबै तपाईँको नेपालको छ नि त, त्यही भएर नेपाल गरे है। फेरि अघि त्यहाँ जापान थियो भने जापान गर्ने, यहाँ जाने, फेरि कन्टिन्यू गर्ने। यहाँ पनि कन्ट्रीको ठाउँमा चाहिँ नेपालै गर्ने, यसलाई पनि पैसा मात्रै हामी जापानमा लिने हो नि त पेपालमा। अनि IJKLM नेपाल, यो नेपालमा चाहिँ तपाईँको 5% 30% छ नि ट्याक्स रेट चाहिँ यसो त्यो कटेर आउँछ भनेको हो, केही फरक पर्दैन। यहाँनिर तपाईँको सिग्नेचर भन्ने ठाउँमा के नाम राखेको छ हामीले, दुर्गेश कार्की भन्ने छ नि त होइन, के छ तपाईँले त्यही यहाँनिर पहिले टाइप गर्नु त। स्पेस कार्कीको चाहिँ केही ठुलो लेख्नुहोस्, अनि माथि टिक मार्क लाउनुहोस्, त्यो ठ्याक्कै माथिपट्टि। अब नेक्स्ट गर्नुहोस्, एकछिन पर्खिनुहोस्, यदि स्पेलिङ मिस्टेक हो भने चेक गर्नुपर्छ। सायद तपाईँको दुर्गेश कार्की छैन भन्दैछ होइन, किन त्यस्तो भनेर आयो, के नाम राखेको छ हामीले पेआउटमा, यहाँबाट हेरेर मिल्दैन नि त। दुर्गेश कुमार सुमार त केही छैन नि, बहादुर होला, बहादुर कार्की, दुर्गेश बहादुर कार्की। तपाईँको आइडीमा जे छ त्यही, बहादुरको बी ठुलो अनि कार्कीको के ठुलो। ल डन गरेर अनि नेक्स्ट गर्नु त, सायद त्यो हुनुपर्ने हो। स्पेलिङ मिस्टेक नहुने हो भने चाहिँ अझ मिलेन पढ्नु चाहिँ। त्यहाँनिर दुर्गा बहादुर कार्की, बहादुर माथिको टिक मार्क लाउनु त, त्यो माथि एकछिन भएन। ल नेक्स्ट गर्नुहोस्,
अब हुन्छ ल भयो तलपट्टि आउनुहोस् अझै आउनुहोस् सबमिट फर्म भन्नेमा क्लिक गर्नुहोस् अब फेरि त्यहाँ सबमिट भन्ने भने ठिक छ ओके मुनि आएर डन भन्ने थिच्नुहोस् हो त्यो यो भयो सक्सेसफुल्ली एडेड भन्नु आयो आफै रिफ्रेस भएर आफै आउँछ है त्यो पर्खिनुहोस् घुम्दैछ इन्टरनेटको कारणले गर्दा एकछिन टाइम लागेको मात्रै हो कि त्यो केही फरक पर्दैन है त्यो डन भएर घुमेर आफै उता मोनिटाइजेसनतिर जान्छ यो ठाउँमा लोडिङ हुँदैछ त्यसलाई हटाउनु त ठिक छ एकचोटि ब्याक गर्नु त माथिबाट अनि फेरि टर्न अन थिच्नु त भइसकेको छ कि छैन चाहिँ त्यो रिफ्रेस मात्रै नभएको हो ब्याक गर्नु त अझै अनि यसलाई यस्तो थिचेर अनि ब्याक आउनु अनि फेरि यहाँ थिच्नु अनि यो मुनि नोटिफिकेसन तपाईँको आइसकेको छ क्या त्यहाँ होइन तर यहाँ नआएको मात्रै हो क्या यहाँ सेटअप भन्ने ठाउँमा टर्न अन गऱ्यो भने यो अलरेडी भइसकेको किनकि नेक्स्ट गएको छैन एकचोटि फेरि यसलाई हटाएर अनि ड्यासबोर्डमा जाऊँ मोनिटाइज भन्ने थिचौँ कन्टेन्ट मोनिटाइजेसन अनि तपाईँको आइसकेको नि त होइन सेटअप भन्नेमा गयौँ पे आउट एकाउन्ट सेटअप भन्ने भइसकेको छ 5वटा चाहिँ बनाउनु भनेको छ अनि रिप्लाई चाहिँ के गर भनेको छ साथीभाइको लागि रिप्लाई गर्ने कुरा भयो यो अरू केही छैन यो तपाईँको सेटअप त आइसकेको छ कि सक्सेस भनेर नआएको भन्ने मात्रै हो यस्तै गरौँ न यस्तै हटाउने फेरि खोल्ने कता गयो जाने ड्यासबोर्डमा जाने मोनिटाइजमा जाने यो आएको छ कि यो 5वटा रिल बनाउनु भनेको छ तपाईँले होइन कम्ती हो भने त्यो कुराहरू चाहिँ विचार गर्नुहोस् अरू केही छैन पे आउट एकाउन्टको कुरामा अलरेडी भइसकेको छ तपाईँको सेटअप अलरेडी हामीले गरिसकेको छ त्यसलाई केही फरक पर्दैन यो एकछिन आफै हराएर जान्छ मेन भनेको तपाईँको यो 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 प्रोग्रामको ठाउँमा कन्टेन्ट मोनिटाइजेसन भन्ने आइसक्यो नि त नट येटमा छैन नि त यहाँ आएको छ अनि अरू भनेको मेन ल हो कि होइन भन्ने लाग्यो भने चाहिँ अर्को तरिकाले पनि हेर्न सकिन्छ टुल्स भन्ने ठाउँमा थिच्ने पे आउट्स भन्ने ठाउँमा जाने यो अर होल्ड्स भन्यो नि त यहाँनिर चाहिँ तपाईँको भर्खर अपडेट भइसक्यो कि अब यो चाहिँ कसरी होल्ड भन्ने कुरामा यहाँ जाने अनि यहाँनिर अघि एउटा देखाएको थियो क्या होइन यहाँ जाने अनि कन्टेन्ट मोनिटाइजेसन भन्ने चाहिँ अर्को थपिएको हुन्छ क्या अघि चाहिँ स्टार मात्रै थियो अहिले थपियो त्यही भएर यो चाहिँ आइसकेको छ यो चाहिँ तपाईँको किन भन्दा अहिले भर्खर गरेको भएर 7 दिनसम्म चाहिँ तपाईँको यो चेकमा राख्छ 7 दिनसम्मको चेक भएकोले गर्दाखेरि चाहिँ तपाईँले यो 8औँ दिनका दिनमा चाहिँ आफै पनि मे 2 तारिक छ नि त 3 तारिकमा आफै त्यो मिलेर आउँछ केही फरक पर्दैन त्यस्तो केही भइहाल्यो भने अब फेरि हामी हेर्छौँ तर भइसक्यो है यो चाहिँ तपाईँको मोनिटाइज भयो अब स्टोरी फोटो हाल्नुहोस् अनि यो ड्यासबोर्डमा हेर्नु सबै रातो लागेको छ सबै घट्दै थियो त्यसलाई अलिक बढाउनुहोस् हालेर तपाईँको यो फोटो छ नि जुन यो फोटोमा अहिले मर्निङमा यो छैन हाल्नु होइन अब आज केही थोरै कन्टेन्टहरू हाल्नुभयो भने यसले पनि केही न केही पैसा देखाउन थाल्छ नयाँ कुरा केही हाल्नुभयो भने है त थ्याङ्क यू सर धेरै धेरै धन्यवाद